एउटा पोखराको सिस्टर हुनुहुन्छ नि त, एलिना भण्डारी भन्ने के, एलिना किचन भनेर आउँछिन् नि त। कस्तो मजाले साथीहरू भन्नुहुन्छ नि, पर्याक पुरुक गरेर पकाउँदैछु भन्नुहुन्छ नि। यति मजाले भन्नुहुन्छ, भिडियो पनि कस्तो राम्रो हुन्छ नि। उहाँको खाना पनि मासु बनाएको, चटपटे बनाएको, जेको पनि आफू यताउता गएको पनि सब भिडियो बनाइराख्नुहुन्छ नि त। त्यसपछि अर्को सिस्टर पनि हुनुहुन्छ, लम्कीको ममता भ्लग भनेर आउँछन् नि त। उनी पनि बिहान खोले पकाएको, झाडु लगाएको, रोटी बनाएको, लुगा धोएको सब राखिरहेको हुनुहुन्छ नि त। हो, उहाँ दुईजना सिस्टरलाई देखेर नै म इन्सपाइरेन्स भएर होइन म पनि भिडियो बनाउनु पर्छ भनेर चाहिँ गरेको। साथीहरू कुनै पनि काम गर्दाखेरि सब कसै न कसैको देखेर इन्सपाइरेन्स भएर नै काम सुरु गर्ने हो नि त। उहाँ भएर चाहिँ म दुईजना सिस्टरबाट इन्सपाइरेन्स भएर नै हो है। मैले पनि गर्नुपर्छ अब डल्लर भन्ने कुरा त बिस्तारै